भालुले मानिसलाई किन लखेट्छ? धेरै वर्ष अघिको कुरा हो। एउटा मानिस कतै जान लागेको थियो। उसले आफू जाने गाउँको बाटो भुल्यो। बाटो भुलेर ऊ जङ्गलभित्र हरायो। जङ्गल धेरै बाक्लो थियो। जङ्गलमा बाघ, भालु र स्यालको आवाज मात्र सुनिन्थ्यो। त्यसमाथि अँध्यारो पनि हुँदै गयो। त्यो मानिस डरायो। उसले भन्न थाल्यो, हे भगवान, मलाई बचाऊ, लौ न प्रभु, बचाऊ भन्दै रुन थाल्यो। त्यो मानिस रोएको एउटा भालुले देखेछ। ऊ मानिस नजिकै आइपुग्यो। मानिस त झन् डरायो। भालुलाई त्यस मानिसदेखि दया जागेर आयो। उसले भन्यो, भाइ, तिमी नडराऊ, भन तिमीलाई के आपत परेर यसरी रोएका हौ? म तिम्रो मद्दत गर्छु। त्यस मानिसले आफू बाटो भुलेको सबै कुरा बतायो। उसलाई डर लागेको र भोक लागेको कुरा पनि बतायो। भालुले भन्यो, तिमी धन्दा नमान, आजदेखि तिमी र म साथी साथी, ल हिँड मेरो गुफामा। अब हामी सबै सँगै बस्ने गरौँ। जङ्गलमा जे खानेकुरा पाइन्छ त्यही खाएर बसौँला। तिमीलाई मन लागेको तिमी खाऊ, मलाई मन लागेको म खान्छु। त्यस मानिसले एकछिन सोच्यो। उसले भालुको कुरा मन्जुर गर्यो। अनि त्यस दिनदेखि ऊ भालुसँगै बस्न थाल्यो। एक दिनको कुरा हो। मानिसले भालुसँग भन्यो, भालु दाई, यसरी कति दिन बस्ने? जङ्गलमा पनि खानेकुरा सधैँ पाइँदैन। के खाने, लौ भन त। अब हामी खेती गरौँ र आफूलाई मन लागेको कुरा उब्जाएर खाऊँ, कि कसो हो? भालुले भन्यो, हो, ठिक कुरा गर्यौ भाइ, ल हुन्छ। म के को खेती गर्ने, तर फेरि त्यो खेती कस्तो हुन्छ मलाई थाहा पनि छैन। म त जङ्गली जनावर न भएँ, तिमी जस्तो खेती गर्ने मानिस परिन त। मानिसले भन्यो, त्यसमा तिमी पिर नगर, खाली तिमी मलाई मद्दत मात्र गरिदेऊ। बाली उम्रेपछि तिमी जमिनभित्रको भाग खाने कि जमिन बाहिरको, त्यसको अहिल्यै छिनोफानो गरौँ। पछि फेरि हामी दुईको बीचमा झगडा पर्ला, त्यो त राम्रो भएन नि। भालुले सही थाप्यो, हो, ठिक भन्यौ, अहिल्यै छिनोफानो गर्नु राम्रो। बरु यसो गर न, तिमी बुद्धि लगाएर काम गर्छौ, जमिन मुनिकै भाग खाऊ। माथितिर जो बाँकी रहेर निस्केला म त्यही खाउँला, हुन्न र? मानिसले भन्यो, किन नहुनु दाई, तिमीले मेरो ज्यान बचाइदियौ। तिम्रो गुण म कहाँ बिर्सन सक्छु र? तिमी जे भन्छौ म त्यही मान्छु। त्यसपछि मानिसले आलु खेती गर्न थाल्यो। भालुले पनि उसको काममा राम्ररी सघायो। आलु फल्यो। बिचरा भालुको भागमा आलुको बोट पर्यो। फेरि अर्को पटक बाली लगाउने बेला भयो। मानिसले आफूसँग फेरि त्यही कुरा राख्यो। उसले भन्यो, दाई, यसपालि तिमी कहाँको खान्छौ, जमिनभित्रको कि जमिन बाहिरको? तिमीलाई पनि मनपर्ने खालको नै बाली लगाउनु पर्ला। भालुले पहिलो बालीबाट दुःख पाइसकेको थियो। उसले घाँस मात्र खानु परेको थियो। त्यसैले उसले खुब सोच विचार गरेर भन्यो, भइगो, यसपालि तिमी बाहिरको भाग खाऊ, म चाहिँ जमिनभित्रको भाग खाउँला, कसो, हुन्न र? मानिसले भन्यो, दाईको कुरा सुन्दा त अचम्म लाग्यो। यस्तो ज्यान जोगाइदिनेले भनेको कुरा नमानौला र? हुन्छ, भइहाल्छ नि, म जमिन बाहिरकै भाग खाउँला, तिमीले भित्रको मिठो फल खानु। भालु मनमा नै दङ्ग पर्यो र सोच्यो, कस्तो मूर्ख रहेछ, मैले जे भन्यो त्यही पो मान्छ।
मानिसले यसपालि मकै बाली लगायो। फलेपछि घोगा जति टिपेर मकै जति आफूले खायो। मकैको बोटको जरा मात्र भालुको भागमा पर्यो। अनि त के चाहियो र? भालु रिसले चुर भयो। पहिले घाँस खानु पर्यो, अहिले जरा खानु पर्यो। असली कुरा त मानिसले मात्र खायो भन्ने उसलाई लाग्यो। त्यसैले मानिसलाई नै खान भनेर झम्टिन खोज्यो। मानिस चाहिँ त्यहाँबाट तुरुन्तै भाग्यो। भालुले धेरै बेर खेद्यो तर भेटाउन सकेन। त्यसै बेलादेखि भालुले मानिसलाई लखेट्न थालेको हो रे। अहिले पनि भालुले मानिसलाई देख्ने बित्तिकै लखेट्छ। कथा कस्तो लाग्यो? सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला। यो कथा वैकुण्ठ जाला भन्ने बेलामा तात्तातै आउला।